नमस्कार, म दिवस छेत्री। थोरै आयुर्वेदको चर्चा गर्दैछौँ हामी। आयुर्वेद हो के त भन्ने कुरा चाहिँ नि प्रश्न आइराख्दाखेरि आयुर्वेदलाई सठिक रूपमा भनिएको छ, हिता हितम सुख दुःखमायु तस्य हिता हितम मानम च तच्च यत्रोक्तम आयुर्वेदसो उच्यते। अर्थात् कि पथ्य अपथ्य अर्थात् हित अहित भन्नाले पथ्य अपथ्य कुराहरूलाई चाहिँ नि अङ्कित गर्दछ भने र मान र परिमाणको कुराहरू सुखार आयु दुःखार आयु भन्ने कुरा छ र यसलाई चाहिँ नि मान परिमाणसँग तुलना गर्छ। यी सब चार आयु हित आयु अहित आयु सुख आयु र दुःख आयु यसको समग्र अध्ययन जुन शास्त्रले गर्दछ त्यसलाई आयुर्वेद भनिन्छ। अर्थात् कि आयु प्लस वेद इति आयुर्वेद। जुन शास्त्रमा आयुको बारेमा वर्णित हुन्छ त्यसलाई चाहिँ नि आयुर्वेद भनिन्छ। तसर्थ यति भन्दै म तपाईँहरूको माझबाट बिदा हुन्छु। नमस्कार।